हेलो हाई गाइस नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल तपाईहरुलाई धेरै धेरै स्वागत छ हाम्रो यस मोहन अनलाइन युट्युब च्यानलमा। सबैभन्दा पहिला तपाईहरु यो भिडियो क्लिक गर्नुस्, त्यसपछि कुरा गर्छु। कुरा के हो हर्केले एक दुई बोतल रक्सी बाडेर ताप्लेजुङमा पनि 50-60 जना मान्छे जम्मा पारेछ त। योगेश भट्टराईले पछारे जस्तो पछार छ क्या हो यो पटक। जम्मा 2-3 सिट त जित्छ क्या हो। सुनसरी इलाम ताप्लेजुङ त्यो भन्दा बेसी जित्यो भने त्यो मान्छेले सिटिजनशिप त्याग्दिन्छु समथिङ के भनेछ। म नेपालको पानी नै खादिन 3 सिट भन्दा बेसी जित्यो। यो मान्छेको नाम के हो थाहा छैन हैन। यसको टिकटकमा मैले नाम खोजेको, फेसबुकमा खोजे भेटिन। अनि यसको युट्युब च्यानल पनि रहेछ, त्यहाँ सुगुरे युट्युब च्यानल रहेछ नाम पनि हैन। जस्तो युट्युब च्यानलको नाम राखेको छ ठ्याक्कै आफुलाई सुहाउने नाम चाहिँ युट्युब च्यानलको राखेको रहेछ, सुगुरे हैन। बुद्धि पनि सुगुरको जस्तै लाग्यो मलाई यो मान्छेको हैन। पछिल्लो समय नेपाल श्रम संस्कृति पार्टीले पूर्वमा कब्जा जमाउँदैछ। पूर्वका धेरै बस्तीहरूमा तपाईहरुले देख्नु भएको छ। हाम्रो मेयर हर्क साम्पाङको कार्यक्रमहरुमा हाम्रो पूर्वका दाजुभाइ तथा दिदीबहिनीहरूले कस्तो राम्रो सहभागिता देखाइदिनु भएको छ, कसरी माया गरिदिनु भएको छ हैन। तपाईहरुले त्यो देख्नु भएको छ, मैले भनिराख्नु पर्दैन हैन। सुनसरी भयो, इलाम भयो, भोजपुर भयो, लेटाङ भयो हैन, अहिले ताप्लेजुङमा भयो हैन। पूर्वको दाजुभाइ तथा दिदीबहिनीहरूले कति राम्रो सहभागिता देखाइराख्नु भएको छ, तपाईले देखिराख्नु भएको छ। त मान्छेको उमेर मात्रै यङ भएर पनि नहुने रहेछ। कहिलेकाहीँ मलाई त्यस्तो पनि फिल हुन्छ जसले नेपाल र नेपालीका लागि केही गर्छु भनेर लागिराख्नु भएको छ हैन। अहरात्र खटिनु भएको छ। अनि हाम्रो मेयर हर्क साम्पाङको कुरा गर्ने हो भने त उहाँले त यति धेरै काम गर्नु भएको छ हैन। त्यो काम जो धरानमा घुम्न जान्छन् ती जनताहरूले देखेको छ। भनिन्छ नजिकको तीर्थयाला हैन, यो कुरा सत्य पनि हो। आफ्नो वरिपरि के कस्तो भइराखेको छ मान्छेहरूले त्यति भाउ दिदैन, त्यति चियो चर्चा गर्दैन, वास्तै गर्दैन क्या हैन। तर बाहिरबाट घुम्न जाने मान्छेहरूले त्यो महसुस गर्छन्। किनभने आफ्नो ठाउँमा चाहिँ लथालिङ्ग छ हैन, बाटो त्यस्तै छ, खानेपानीको समस्या छ हैन, तपाईको व्यापार छैन, व्यवसाय छैन, त्यसपछि तपाई पार्कहरू छैन, के पनि छैन हैन। तर त्यही चीजहरू चाहिँ धरानमा गएर देख्दाखेरि चाहिँ धरानमा चाहिँ निकै परिवर्तन भएको रहेछ भन्ने कुरा बाहिरको मान्छेहरूले बढी महसुस गर्छ हैन। नालायकहरूको कमी छैन क्या देशमा, यति धेरै नालायकहरू छ हैन। तपाईको उमेर यङ भएर हुँदैन क्या। यङ हुनुको लागि यो बुद्धि पनि यङ हुनुपर्छ, विवेक पनि यङ हुनुपर्छ क्या हैन। बोलेको ढंग हेर्दाखेरि यस्तो रिस उठ्ने बोलेको छ यो भाइले हैन। पूर्वमा नेपाल श्रम संस्कृति पार्टीको कति ठुलो क्रेज छ यसले पनि देखेको होला। आँखा त फुटेको छैन यसको हैन, राम्रै छ आँखा, हेर्दा पनि ठिकै छ। बुद्धि बिग्रेको त होइन होला जस्तो लागेको छ मलाई हैन। के खाएर बोल्यो मलाई थाहा छैन। तर यो भाइले चाहिँ ताप्लेजुङको कुरा गरेछ। ताप्लेजुङमा एक बोतल रक्सी दिएर भए पनि 50-60 जना मान्छेहरू बटुलेछ हर्क साम्पाङले। हर्क साम्पाङले बहुमत ल्याउँछु भनेको थियो। बहुमत त 3 सिट भन्दा माथि ल्याएछ भने नेपालको पानी खादिन भनेर भनेछ हैन। अब यस्ता कुलङ्गारहरूलाई म के भन्नु हैन। हेर भाइ, आँखा खोलेर हेर। पूर्वमा नेपाल श्रम संस्कृति पार्टी भन्दा अर्को पार्टीलाई भोट आउँदैन। लेखेर राख जतिवटा क्षेत्रहरू छ हैन। नेपाली जनता अहिले पहिलाको जस्तो बेकुफ जनताहरू छैन क्या यार। कति बेकुफ बनाउँछौ तिमीहरू। त्यो मलाई लाग्छ तिमी कुनै न कुनै पार्टीको झोले होला। तिमीले जे बोलेको छ त्यो बोलीबाट तिम्रो संस्कार झल्किएको छ हैन। त्यो 100% तिमी पार्टीको झोले नै हो। तर एउटा कुरा के याद राख भने तिमी यो देशको पानी चाहिँ खान पाउँदैन जस्तो लागेको छ मलाई हैन। पूर्वको जस्तै देशैभरि श्रम संस्कृति पार्टीको माहौल बन्ने हो र त्यही प्रकारको आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले नेपाल श्रम संस्कृति पार्टीलाई माया गरिदिने हो भने 4 सिट होइन भाइ हैन, बहुमत ल्याउन सक्छ। याद गर त्यो हैन। हुन त तिमीहरू जस्तो गोबर भरिएको बुद्धिले बुझ्दैन यो कुरा हैन। जुन प्रकारको क्रेज देखिरहेछ, जुन प्रकारको कार्यक्रमहरू भइरहेछ, जुन प्रकारले चाहिँ उत्साह थपिएको छ नेपाली जनताहरूमा हैन। पूर्वमा तपाईले हेर्नुभयो भने अन्य पार्टीको कार्यक्रमहरू हेर्नुस् र नेपाल श्रम संस्कृतिको पार्टीको कार्यक्रम हेर्नुस्, त्यहाँ आम जनताहरूको सहभागिता हेर्नुस् हैन। त्यहाँबाट पनि थाहा हुन्छ जनता कसको पक्षमा छ भन्ने कुरा त्यहाँबाट स्पष्ट थाहा हुन्छ। हर्क साम्पाङ जस्तो मान्छेलाई भोट नदिनु भनेको हैन कि त्यो मान्छे एकदमै अल्छे मान्छे हो कि त्यो मान्छे कुनै पार्टीको झोले हो। अहिले त तपाईहरुले धरानमा
पुरानो पार्टीका नेताहरूलाई पनि तपाईले सोध्नुभयो भने खुलेर प्रशंसा गर्न नसक्ला, तर अलिकति भए पनि बाङ्गोटिङ्गो गरेर भए पनि प्रशंसा चाहिँ गर्छ क्या। किनभने धरानमा मेयरहरूको साम्पाङ आइसकेपछि भएको जुन चेन्जेस छ हैन, त्यो कसैले नकार्न सक्ने चिजहरू होइन। जनताले आफैले महसुस गर्ने चिज छ त्यहाँ। अनि तिमीहरूले हर्क साम्पाङको खुट्टा तानेर हुन्छ के भनेका, केही पनि गर्न सक्दैनौ। हर्क साम्पाङको पार्टी भनेको कहिले पनि नसकिने पार्टी हो क्या। हर्क साम्पाङको राजनीति भनेको कहिले पनि नसकिने राजनीति हो। यो कुरा तिमीहरूले बुझेकै छैन हैन। हर्क साम्पाङले जुन प्रकारको अभियानहरू चलाएको छ त्यो अभियान कहिले पनि नसकिने अभियान हो क्या। हर्क साम्पाङले कोकादेखि श्रमदानबाट ल्याएको पानीलाई तपाईले नकारेर हुन्छ भने आम धरानवासी जनताहरूले त्यो पानी खाइरहेको छ हैन। त्यो महसुस मात्र होइन, देखेको मात्रै होइन, उनीहरूको जीवनसँग जोडिएको कुरा छ। भनेपछि तिमीहरूले चाहिँ हर्क साम्पाङको बारेमा अफवाहहरू फैलाएर हर्क साम्पाङको बारेमा नेगेटिभ कुराहरू गरेर हैन जतिसुकै तल झार्न खोजे पनि हुनेवाला केही पनि छैन क्या। हर्क साम्पाङको जुन क्रेज बढिरहेछ बढ्छ नै, यो बढ्ने नै हो, घट्दैन कहिले पनि। यो कुरा लेखेर राखे हुन्छ तिमीहरूले। जति भुक्छौ तिमीहरू भुक क्या, भुकेर केही फरक पर्दैन। तर यति कुरा चाहिँ तिमी अब याद राख्नु, तिमीले जे कुरा बोलेको छौ त्यो कुरामा चाहिँ तिमी अडिग हुनु हैन। किनभने यो भिडियो हरेक हर्क साम्पाङको सपोर्टरले सेभ गरेर राख्नेछ र तिमीलाई त्यो भिडियो पठाइनेछ। आम अडियन्सलाई पनि भन्छु म, यो भिडियो क्लिप चाहिँ सेभ गरेर राख्नु होला। यो कुलङ्गारलाई केही नभए पनि एटलिस्ट केही नभए पनि यसलाई चाहिँ हैन यो भिडियो पठाउनु चाहिँ पर्छ। कुरा के हो, हर्केले 1-2 बोतल रक्सी बाडेर ताप्लेजुङमा पनि 50-60 जना मान्छे जम्मा पारेछ त। योगेश भट्टराईले पहा पछारे जस्तो पछार छ क्या हो यो पटक। जम्मा 2-3 सिट त जित्छ क्या हो। सुनसरी, इलाम, ताप्लेजुङ त्योभन्दा बेसी जित्यो भने त्यो मान्छेले सिटिजनसिप त्याग्दिन्छु समथिङ के भनेको छ। म नेपालको पानी नै खाँदिनँ 3 सिट भन्दा बेसी जित्यो भने। दर्शकबिन हजुरलाई यो कुलङ्गारको भनाइ कस्तो लागेको छ कमेन्ट गर्नु होला। र अन्तमा यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने तल रहेको सब्स्क्राइब बटन प्रेस गरी नोटिफिकेसन अनमा राख्न नबिर्सिनु होला भन्दै आजको भिडियोबाट बिदा चाहन्छु। हस्त धन्यवाद, जय नेपाल, थ्याङ्क यू फर वाचिङ। अनि श्रम नगरिकन कसरी देश बन्छ त? नेपालमा गफ मात्रै गर्ने श्रम नगर्ने भएर त देश बिग्रेको हो। त्यस कारणले श्रम गर्नुपर्छ भन्ने कुरा त त्यो सबैले थाहा पाएको कुरा हो त।